हे गाइज आज चाहिँ म आम्याङ्गी जाँदैछु होइन, त्यही भएर अब सानो छोटो मिठो ब्लग बनाउन आँटेको। आई होप तपाईँहरूले मन पराउनुहुन्छ होला र यही भन्न चाहन्छु होइन, अरू त के भन्नु। त्यही हो, छोटो मिठो ब्लग बनाउन आँटे, हेरिदिनुहोस्। त्यही हो। अब चाहिँ म जान आँटे, त्यही हो, जान आँटे। एक्साइटेड त छु, हेरौँ न अब के हुँदो रहेछ होइन। हिउँ परेछ कि छैन, मलाई जहाँसम्म हिउँ परे जस्तो लाग्छ होइन। अनि हिउँ पऱ्यो भने झन् राम्रो, हिउँ पर्न अनि अब त्यही हो, भगवान्को दर्शन गर्न पाइन्छ। अनि अब दिदी निस्किनु पऱ्यो होइन, त्यो अब म नारायणटारमा जान्छु, नारायणटारबाट अनि बस पार्क छिर्छु। बस पार्कमा अनि बसमा बसेपछि चाहिँ टक्क भेट हुन्छ यता। हामी चाहिँ होइन बसमा आइपुगेँ र उहाँ चाहिँ मेरो दिदी होइन। अनि त्यही हो, अब भेट भयो। अब सिधै मेलम्चीमा रोकिन्छ अरे होइन, अनि त्यसपछि मेलम्चीमा खाजा खानुपर्छ, अनि त्यही भेट्नुपर्छ, रमाइलो गर्नुपर्छ है त। हाम्रो चाहिँ जर्नी स्टार्ट भयो अब होइन, भर्खर हिँडिरहेछौँ, भर्खर रोक्यो फेरि होइन। अब चाहिँ जर्नी स्टार्ट हुन्छ, सिधै मेलम्चीमा भेट्नुपर्छ। अब चाहिँ मेलम्चीबाट हामी गइसक्यो भनौँ, अब गाडी चलिसक्यो। म चाहिँ उठिरहेको छु किनकि उहाँनिर सिटमा बस्नुभयो, यहाँ त छ मलाई। त्यही हो, अब सिधै तार्के ग्याङ गएपछि भेट्नुपर्छ। हामी चाहिँ आइपुग्यो बल्ल होटेल्याङ्गीमा आइपुगेँ। अनि यहाँको नाम के थियो अरे दिदी? तार्के ग्याङ। यो चाहिँ तार्के ग्याङ भन्छ होइन। अनि अब माथि जाने हामी। अनि त्यहाँ चाहिँ बेस क्याम्प छ होइन, आम्याङ्गी बेस क्याम्प। अनि त्यहीँ पुगेपछि अब कुरा हुन्छ। अब चाहिँ हाम्रो जर्नी स्टार्ट भयो, हामी हिँडिरहेछौँ। र सबभन्दा अगाडिको चाहिँ हाम्रो टुरिस्ट गाइड भनौँ न, दाइ हो होइन। उहाँले हाम्रो माथिसम्म लैजानुहुन्छ अरे, त्यही हो। अनि मजा आइरहेछ। थाकेकै छैन र मलाई घरबाट चाहिँ लिक हुन्छ भन्दै थियो, तर मलाई थाहा छ मलाई लिक हुँदैन भनेर। त्यही हो। र हेर्नु सक्नुहुन्छ कति कुहिरो छ। के त्यही हो, ओह्रालो छैन, सब उकालो हो, मजा आउँछ। अब हल्का माथितिर भेट्नुपर्छ। हामी चाहिँ कहाँबाट हामी चाहिँ अब माथि पुग्यो होइन। अहिले चाहिँ सबभन्दा अगाडि म छु, किनकि हाम्रो टुरिस्ट गाडी हल्का थाक्यो अरे, त्यही हो। र मजा आइरहेछ। दिदी थाक्यो तपाईँ? लाज छैन, अझ हो पनि रे, तर म थाकेको छैन। त्यही हो। अनि बाटो चाहिँ यहाँ धेरै चिप्लो छ क्या वैशाख महिनामा, किनकि पानी पर्छ नि त, अनि त्यही भएर चिप्लो हुन्छ। सो ग्रिप भएको र ट्रेकिङ सुज लगाएर आउनुपर्छ। खासै चाहिँ त्यो पनि चिप्लिन्छ कहिलेकाहीँ चाहिँ, त्यही नि अब हुन्छ नि त। मेरो नि ट्रेकिङ सुजै हो, खोइ चिप्लेन। अघि भर्खर एउटा मान्छे चिप्लेको थियो होइन, म त्यो हिँडेको देखिरहेको छु तपाईँले, त्यो मान्छे चिप्लेको थियो कि दाइ हो कि मान्छे हो है। मान्छे भनिदिएँ किनकि मेरो उमेर होस् ला। अनि त्यहाँ चाहिँ वाइट लाली गुराँस, यहाँ चाहिँ सेतो लाली गुराँस धेरै रहेछन्। अनि त्यही हो, मजा आइरहेछ। अनि बाटो नि यस्तो छ, हेर्नु सक्नुहुन्छ। र अब हल्का माथि पुगेपछि बोलाउँ है त। दिदीलाई पर्खिँदा हल्का ढिलो भयो होइन। दिदी चाहिँ लास्ट गरिसक्यो, हेर्नु सक्नुहुन्छ। सास फेरेको यहाँसम्म आवाज आइरहेछ। अनि त्यही हो, बाटो हिँडिरहेछौँ, खाल्टाङ खुल्टुङ छ, त्यही नि राम्रै छ भनौँ। त्यही हो। र भर्खर आधी बाटो नि कटाएको छैन कि, आधी बाटो त्यही नि थाकिरहेछ।
मैले अब तलको भ्यू देखाउँथेँ तर के भन्नु सबै रुखले ढाकिएको छ होइन त्यही भएर देखाउनु मिलेन अब हल्का माथि गएर देख्यो भने म देखाउने छु तपाईँहरूलाई त्यही हो अनि खै कहाँ छ भ्यू देख्न सक्नुहुन्छ देख्दैन रहेछ घाँटी बन्द छ होइन त्यही हो रोड यस्तो छ तर हिँड्न सकिरहेछ त्यही हो ऊ चाहिँ कस्तो बबाल छ होइन अब यो माथि चाहिँ आमायाङ्ग्री हो देख्न सकिन्थ्यो अब उसले ढाकिया छ त्यही हो यहाँ चाहिँ रेस पनि गर्नु मिल्छ हुसुले छेकेको छ भने क्या अनि यहाँ चाहिँ रेस गर्नु मिल्छ होइन तर देख्नु नि त देख्दैन नि त बोल्नु पाएन बोलिदिने होइन त्यही हो दिदीले चाहिँ हल्का बेजत गरिदिइहाल्यो तर मलाई मतलब छैन ठाउँ बाबा चाहिँ ऊ त्यहाँनिर रहेछ लाली गुराँस प्रायः त्यहाँ सब सेतो मात्र रहेछ है लाली गुराँसहरू रातो एउटा देखेन मैले हँ ऊ त्यहाँ छ प्रायः त्यहाँ सब सेतो मात्र रहेछ त्यही हो राम्रो छ ठाउँ अब एकछिन रेस गर्ने हो होइन त्यसपछि जानुपर्छ म चाहिँ थाकेँ त्यही भएर बसेँ होइन पिङ्क लाली गुराँस हेर्नु सक्नुहुन्छ पिङ्क छ व्हाइट पनि बन्दैछ भनौँ न त्यही हो घाम लागिसक्यो उहाँहरू आउँदै हुनुहुन्छ त्यति हो र माथि पनि कोही छ जस्तो लाग्यो गर्दै थियो फाइनली गाइज आइपुग्यो हेर्न सक्नुहुन्छ अब पानी नि पऱ्यो ठ्याक्कै क्या आउनु नि समयमै आयो पानी नि ठ्याप्पै परिन खोज्यो भनौँ न हल्का हल्का परिरहेछ सो बल्ल आइपुग्यो हट हामी चाहिँ यहाँ बसेका छौँ होइन यस्तो छ रुम चाहिँ र अनि 1000 रुपियाँ रे ठिकै हो है 1000 रुपियाँ छ र बजेट पुगिरहेछ भनौँ न अनि ठाउँ यस्तो बबाल छ हेर्न सक्नुहुन्छ अब भोलि चाहिँ हामी त्यहाँबाट माथि जाने हो होइन यो यहाँबाट माथि जाने हो अनि र हाम्रो लिटल फक्स पनि आयो हामीसँगै यहाँ माथिसम्म र अहिले चाहिँ हुसु छ त्यही भएर केही देखाएको छैन यस्तै छ यो चाहिँ आजको डिनर अब यो खान्छु म देखाउँदिनँ तर हामी चाहिँ अब आमायाङ्ग्रीतिर लाग्यो राति छ होइन यस्तै 4-5 बजिसक्यो र बाटो केही देखाएको छैन सो त्यो गाह्रो छ है बिस्तारै बिस्तारै हिँड्नु परिरहेछ त्यही हो बाटो केही देखाएको छैन माथि फ्ल्यास अन गरेपछि झन् तनाव त्यही भएर माथि पुगेपछि भेट्नुपर्छ है त बल्ल आइपुग्न आँट्यो जस्तो लाग्यो हट लास्टै थाक्यो यार चन्द्रमा नि कति नजिक देखिरहेछ अरे आँखाले जस्तो मोबाइलले क्याप्चर गर्न सक्ने भएको है बवाल देख्यो हट लास्ट थाक्यो म अब चाहिँ पुग्न आँट्यो जस्तो लाग्यो किनकि जाडो बढ्दै गयो नि त त्यही भएर पुग्न आँट्यो जस्तो लाग्यो फाइनली आमायाङ्ग्री नि आइपुग्यो यार बल्ल तल्ल आमायाङ्ग्री सो अब त्यहाँ पुगेपछि हल्का ब्लग बनाउँ होइन आमायाङ्ग्री यस्तो हुँदो रहेछ भनेर तर लास्टै उकालो हट जसलाई हाइकिङको इच्छा छ तिनीहरू आउनु सक्नुहुन्छ फाइनली चाहिँ म आमायाङ्ग्री आइपुगेँ होइन अनि यहाँसम्मको जर्नी धेरै राम्रो थियो भनौँ न
लास्टै थकित अनि यो चाहिँ आमायाङ्री गुम्बा अनि त्यहाँ चाहिँ हिमालहरू छ र बादल छ नि त त्यही भएर देखाइ छैन अनि हिउँ पनि छ हल्का फुल्का बादलले ढाकेर हल्का देखाइ छैन होइन त्यही हो र राम्रो छ आमायाङ्री इफ तपाईँहरूलाई नि घुम्ने चाहना छ इच्छा छ भने तपाईँ आमायाङ्री आउनु सक्नुहुन्छ र यसले चाहिँ तपाईँले निराश चाहिँ गर्दैन बहुत राम्रो ठाउँ छ र त्यही हो र मेरो ब्लग पनि यही सकिन्छ होइन अब नयाँ ब्लगमा भेट्नुपर्छ है त